इरानले शुक्रबारदेखि स्ट्रेट अफ होर्मुज खोल्ने घोषणा गरेको केही घण्टामै स्थिति फेरि उल्टिएको छ। 24 घण्टा नबित्दै उक्त महत्त्वपूर्ण समुद्री मार्ग होर्मुजमा पुनः अवरोध भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। विश्वको प्रमुख तेल ढुवानी मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुजमा देखिएको यो दोहोरो निर्णयले अन्तर्राष्ट्रिय बजारमा पुनः अनिश्चितता बढाएको छ। इरानले सुरक्षा सम्बन्धी कारण र क्षेत्रीय तनावलाई कारण देखाउँदै मार्गलाई अस्थायी रूपमा पुनः नियन्त्रणमा लिएको जनाएको छ। तर यो कदमले विश्वव्यापी तेल आपूर्ति र ढुवानीमा तत्कालै असर पर्ने अनुमान गरिएको छ। मध्यपूर्वमा बढ्दो सैन्य तथा राजनीतिक तनावका कारण बारम्बार बन्द खुला हुनुले तेलको मूल्य र आपूर्ति श्रृङ्खलामा प्रत्यक्ष दबाव पार्ने देखिएको छ। यसअघि शुक्रबार मात्रै इरानले अन्तर्राष्ट्रिय दबावपछि मार्ग खोल्ने संकेत दिएको थियो। तर छोटो समयमै पुनः बन्द भएपछि विश्व बजारमा चिन्ता बढेको छ। अहिले अन्तर्राष्ट्रिय समुदायले स्थिति स्थिर बनाउन कूटनीतिक पहल गर्नुपर्ने माग राख्दै आएको छ। इरानी सेनाले यो निर्णय अमेरिकाले आफ्नो बन्दरगाहहरूमा जारी राखेको नाकाबन्दीको प्रतिक्रिया स्वरूप लिएको बताएको छ। केही घण्टा पहिले मात्र यो जलमार्ग पुनः खोलिएको थियो र 1 दर्जन भन्दा बढी व्यापारिक जहाजहरू पार गरिसकेका थिए। तर पुनः बन्द भएपछि अवस्था फेरि अस्थिर बनेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम र शान्ति वार्ता नजिक पुगेको दावी गरे पनि इरानले भने कुनै नयाँ वार्ता मिति तय नभएको र अमेरिकाले कूटनीतिक धोका दिएको आरोप लगाएको छ।